यस्तो हो म चाहिँ जस बच्चा बेलादेखि नै अब स्कुल पढ्दा पनि अभिनय नाटकहरू हुन्थ्यो नि त स्कुलमा नाटक गर्ने अनि त्यसपछि गीत गाउने डान्स गर्ने त्यति बेलैदेखि गर्थेँ अनि म चाहिँ स्कुल पढ्दै नै पनि मैले चाहिँ इटहरीमा हाम्रो गणेश रिजाल भन्ने म्युजिक टिचर गुरु हुनुहुन्छ उहाँकोमा केही समय यस्तै एक महिना कि 2 महिना जस्तो म क्लास पनि लिन गएको थिएँ त्यति बेलै जब कि म गीत गाउँछु भन्ने मलाई थिएन त्यही पनि त्यहाँ सबैजना जानु हुँदो रहेछ होइन अनि गएर क्लास पनि लिएँ मैले अनि त्यसपछि अब त्यो मान्छेको मन हो होइन कति बेला कता चेन्ज हुन्छ थाहा नै हुँदैन नि त अनि त्यसपछि मैले एसएलसी दिइसकेर म यता काठमाडौँ आएँ नि त अनि आइसके पछाडि चाहिँ हाम्रो साथीहरू हुनुहुन्थ्यो कि जस्तै कलेजमै पनि पढ्ने साथीहरू हुनुहुन्थ्यो कोही चाहिँ यो कलाकारितातिर भर्खर लाग्न इन्ट्रेस्टेड कोही लाग्दै गर्नुभएको अनि त्यो देखेर चाहिँ म पनि कलाकार बन्न पाएदेखि अब अरू सिनियर दाइ दिदीहरूको अभिनय देख्दाखेरि म पनि यस्तै गर्न पाएदेखि भन्ने एउटा इच्छा हुन्छ नि हो त्यो इच्छाले गर्दा नै म चाहिँ प्रवेश गरेँ भनौँ न अभिनयमा प्रवेश गरेँ अनि केही जोस काम पनि गरेँ अभिनय पनि गरेँ तर मैले चाहिँ खासै म त्यो सिकेर एकदमै जानेर होइन म चाहिँ एकदम अभिनयमा एउटा एक्टिङको लागि पर्फेक्ट भएर आएको होइन नि त